Hi guys, welcome back to my another video. मलाई भिडियो बनाउँदा यस्तो डिस्टर्ब गर्ने एउटा क्रिएचर छ एउटा क्रिएचर यो क्रिएचरलाई जहिले मम्मीले डिस्टर्ब गर्छ है बच्चा को रियाक्सन भिडियो हुँदैछ यो पनि पर्वत बस्नेतको होइन मैले लाइक कति धेरै अहिले पर्वतको गएर चाहिँ किनभने एभ्रिडे भिडियो आउनु थालिसक्यो नि त पहिला पहिला अलिक टाइम लाग्थ्यो नि त भिडियो आउन अनि भिडियो आएपछि छोड्ने कुरा भएन किनभने आई लाइक टु लाफ गाइज चाहिँ अपिल आजको चाहिँ होइन को चाहिँ अपिल त्रिपाठीको फ्यान हो कमेन्ट गर्नु म चाहिँ हो ओके गाइज आज हामी हेरौँ होइन अपिल त्रिपाठी एक्सपोज पोलिटिसियन थग लाइफ रे ओके गाइज मेरो होइन यहाँ यस्तो भर्खर मैले यो लगाएको छु कि होइन त्यो भएर मलाई यस्तो यो हेडसेट लगाउनु यस्तो गाह्रो भइरहेछ त्यही पनि म लगाइरहेको छु किनभने एयरपोर्ट पनि लगाउँदै मेरो म कस्तो वाला मान्छे छु एयरपोर्टको त्यो बट्टा मात्र हो भित्रकै छैन भने त्यही भएर दुई पनि हेडसेट लगाइरहेको छु ओके गाइज सुरु गरौँ है त ओके तपाईँ एमाले भएर केपी ओलीको राजीनामा माग्दै हुनुहुन्छ तपाईँ माग्दैछु एमाले भएर एमालेमा पनि कोही कोही त राम्रो मान्छे भइहाल्नुहुन्छ नि होइन कसको फ्री एन्ड फ्रेङ्क केपी ओलीको एमाले भएर केपी ओलीको तपाईँ राजीनामा माग्दै हुनुहुन्छ के भएको तपाईलाई तपाईँ सन्चै त हुनुहुन्छ उहाँको राजीनामा मैले मागेँ केपी ओली जस्तो महापुरुषको राजीनामा माग्ने तपाईलाई के भएको हो भनेको क्या महापुरुष रे उहाँले राजीनामा दिएन भने देश पनि सकियो पार्टी पनि सकियो उहाँ पनि सकिनुहुन्छ हामी पनि सकियो हामी लामो तर साँच्ची है हामी भन्दा त उहाँहरू एमाले सकिन बाँकी छ र म चाहिँ 100% फुल फेजमा चाहिँ जिताउन नै लाग्यो तपाईहरुलाई थाहा हुँदो रहेछ है यस्तो लज्जास्पद हार हुँदैछ भन्ने कुरा थाहा हुँदो रहेछ यत्रो एमाले हार्दाखेरि त चुनावै हुन नदिइकन चुनाव भान्नुपर्ने एमालेले किन चुनाव हुन दिएको ओ माय गॉड म त यो पहिलाको भन्ने सोचिरहेको थिएँ कि अहिले चुनाव पछिको पो रहेछ ओके सुधारिएको कांग्रेस भनेको कस्तो सुधारिएको छ भन्दा स्वयं गगन थापा समेत चुनावमा हार्नु पर्ने गरेर कांग्रेस कस्तो सुधारिएको हो आम नेपाली जनता जेल परेका छन् है गगनजीले चुनाव हारिरहँदा के भन्दा जनताले परिवर्तन चाहेको नि होइन होइन आम नेपाली जनता जेल परेका होइनन् जनताले जेल पारेका हुन् तपाईं गगन थापाको नेतृत्वमा चुनावमा जाँदाखेरि घण्टी मुनि चाहिँ छ कांग्रेस यदि शेरबहादुरकै नेतृत्वमा चुनावमा गएको भए चाहिँ कांग्रेस माटो मुनि हुन्थ्यो भन्न भनिन्छ साच्चै मलाई हारिनहरूलाई यस्तो डरै छैन अब पहिला कांग्रेसका बुढा धेरै एमालेका कुरा धेरै भन्थे अब यसरी भन्ने हो भने एमालेका कुरा धेरै कांग्रेसका बुढा धेरै रासोपाका बुढा धेरै भन्ने भयो अहिले अरु मान्छेहरु फेसबुकमा हुनुहुन्छ अरु सामाजिक सञ्जालमा रमाइराख्नु भएको छ ओ फेसबुकमा तपाई कम हुनुहुन्छ र जसले धेरै पोस्ट गर्छ उले पो अरूलाई भनिरहेछ तपाई प्रधानमन्त्री भएपछि सबैले ढुङ्गा बोक्नुपर्छ यस्तो छ त्यो पनि फेरि कुन मुडमा कसरी प्रश्न सोधिएको हो भन्ने कुरामा छ फेरि प्र्याक्टिकल्ली यहाँ ढुङ्गै बोक्न जानुपर्ने हो कि हामी यो माइक साइक छोडेर फेरि दैनिक तपाईले ए माइक समाएर हुन्न भाइ जाऊ ढुङ्गा बोक भन्नु नि हो कि भन्ने फेरि चिन्ता लागेको त्यस्तो हैन सरकारको नेतृत्व तपाईको पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईहरु अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ तर अहिले हैन को पत्रकारहरु चाहिँ यता राजनीतिमा आउने चलिरहेको छ नि त चलन तर उहाँ चाहिँ लाइक पत्रकारै हुनु के यता नआयो भने कि किनभने चाहिन्छ कि यस्तो वाला पत्रकारहरु तर नयाँ पनि आउनुहुन्छ होला तर पुरानोहरु राम्रो हुनुहुन्छ यहीँनेर हामी कहाँ हाम्रा सरकार तपाईहरुको थियो किन आत्मसमर्पण गर्न लाग्यो सरकार थियो मान्छौं हामी सरकार थियो सरकारमा हुँदाखेरि पनि हाम्रा ती जुन हाम्रा अंग हुन् अंगले कति काम गरे कति गरेन तपाईको ब्यारिकेड किन काम गर्न नसक्ने बनाएको त आफ्ना अंगहरुलाई भन्ने लाग्छ र तपाईले हामी थोत्रा पार्टी होइनौ भन्नु भयो नि किन होइन तपाई थोत्रो पार्टी सुन्नुस् शेरबहादुर र आर्जुले टिकट बाँडेको हुँदाखेरि चाहिँ थोत्रो पार्टी गगन थापाले टिकट बाँड्ने बित्तिकै नयाँ पार्टी हुन्छ
तपाईँहरूले देशलाई सिङ्गापुर बनाउँछु भनेर भन्नुभयो देशलाई सिङ्गापुर त बनाइहाल्नु भयो फेरि के बनाउनलाई चुनाव लड्नु परेको तपाईँहरूलाई Oh my god! Oh my god! ले राजनीतिक अधिकारको हिसाबले सिङ्गापुरभन्दा माथि ल्यायौँ अब भौतिक संरचना र जनताको भनेको जीवन तपाईँहरूले भनेको सिङ्गापुर चाहिँ यही हो आजको देश जहाँ छ यही नै यही हो तर अब चाहिँ हामीले गर्ने कुरा के भने सुशासन हो सामाजिक न्याय हो अहिलेसम्म खोइ त अहिलेसम्म किन नगरेको होइन अहिले पनि स्थापित गर्न प्रयत्न गरौँ तपाईँलाई थाहा छ प्रयत्न गर्नुभयो भएन होइन तपाईँबाट नहुँदो रहेछ नि त चुनाव जित्नुहुन्छ तपाईँले लगभग जितिसक्यो म घर दैलोमा जाँदा अनि साथीहरूले मलाई जिस्काए हामीले गाडीबाटै गइरहेको थियौँ यो घर दैलो हो कि विजय र्याली हो भन्दै थिए साथीहरूले कि मुख पार्नु भन्छन् लु त छातीमा र टाउकोमा ताकी ताकी गोली बर्साउँदाखेरि सरकारको नेतृत्व तपाईँको दलले गरिरहेको थियो अहिले तिनै जेनजी पुस्ता जो मृतक भए जो साथीहरू छन् तिनीहरूसँग तपाईँले भोट माग्नु पर्नेछ चुनावमा उठ्नु भएको छ कुन नैतिकताले भोट माग्दै हुनुहुन्छ त्यो जेनजी पुस्तासँग तपाईँले रियलाइजेसन छ अनि उही दम्ब उही घमण्ड त्यो 23 गतेको दिन ल्याउनु पर्ने र त्यो आन्दोलनमा जानुपर्ने बनाएको तपाईँकै पार्टीले होइन तपाईँहरू जस्तै पार्टीहरूले होइन भनेको अहिले एमालेको सभाहरू चाहिँ किन नभएको तपाईँको पार्टी अध्यक्षले सम्बोधन गर्ने गरेर जस्तो भनेको हामी घर टु घर होम टु होम होइन पर्सन टु पर्सन हामी यही अभियानमा छौँ के अध्यक्षज्यू झापा छोड्न नहुने अवस्था आयो आचार संहिताभित्र रहेर पुग्छ त्यतिले पुग्छ किन नपुग्ने 25-30 लाखमा पनि चुनाव लडिन्छ अहिले प्रतिनिधि सभाको चुनाव 25-30 लाख रुपियाँको खर्च भनेको तपाईँको आफ्नै खर्च हो कि व्यापारीले दिएको तपाईँहरू कुन नैतिकताको आधारमा जेनजी पुस्तासँग भोट माग्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन् के जवाफ दिने होला त्यो जवाब हामीसँग छ किनभने त्यो उहाँले ठिक आवाजहरू चाहिँ उठाउनु भएको थियो उनीहरूको मागको अपनत्व नेपाली काङ्ग्रेसले लिएको छ यसो भन्दाखेरि आफै बोक्सी आफै धामी हुँदैन तपाईँले नेसनल टेलिभिजनको पर्दामा बसेर पत्रकारिता कम रासपाको राजनीति ज्यादा नेसनल टेलिभिजनको पर्दालाई तपाईँले रासपाको राजनीति गर्नको लागि दुरुपयोग गर्नुभयो पत्रकारिताको आवरणमा सबैभन्दा खतरा त के हुन्छ भन्दाखेरि चाहिँ जब पत्रकारले राजनीति गर्छ देख्दा आवरण चाहिँ खोल पत्रकारको छ तर गर्छ राजनीति त्यो चाहिँ सबैभन्दा खतरनाक हुन्छ त्यस्तो पात्र हो राजीव खत्री यो वाला क्वेसन सोध्नुहुन्छ भनेर साँच्चै मैले सोचेकै थिएन नाइस वान सुधारिने मौका त सबैले पाउनुपर्छ सुधारिने हामी सुधारिन्छौँ भनेकै छौँ अब अहिलेसम्म नसुध्रिएको यो काङ्ग्रेस अब सुध्रिन्छ भनेर चाहिँ कसरी विश्वास गर्ने हो अनि सुधारिएको भनेको के हो त पहिला शेरबहादुर देउवाले र भाउजूले टिकट बाँड्दाखेरि चाहिँ नसुधारिएको अहिले गगन थापाले टिकट बाँड्ने सुधारिएको हुन्छ काङ्ग्रेस यो मुलुक बनाउने तपाईँले अघि नै भनेको समृद्धिको चाहना हामीसँग सङ्ग्रहित इच्छाको रूपमा रहेको समृद्धिको चाहना अगाडि बढेको चाहिँ हाम्रो जुन पहिले गरेर समृद्ध बनाइहालेको भए हुन्थ्यो नि त किन नगरेको अहिलेसम्म तपाईँको भिडियो अहिले रिसेन्टली भाइरल भइरहेको तपाईँलाई थाहा नै होला एउटा डमीसँग भोट मागिरहनु भएको छ तपाईँ त्यो डमीसँग भोट मागिरहेको भिडियो त यो इन्टेन्स इन्टेन्स नै थियो मैले अहिलेसम्म बुझ्नु सकेन यार भाइरल छ त्यो भिडियो के हो त्यो चाहिँ के गर्नुभएको डमीसँग भोट माग्नु भएको हो तपाईँहरूले कहिले सूर्यमा भोट माग्नुहुन्छ कहिले रुखमा भोट माग्नुहुन्छ कहिले हँसिया अथाडोमा भोट माग्नुहुन्छ अहिले त्यो पनि छोडेर तारा भनेर तारामा भोट माग्नुहुन्छ अब अर्को चुनावमा फेरि केमा भोट माग्ने त्यो थाहा छैन त्यही भएर तपाईँहरू बिल्कुल नयाँ हुनुहुन्छ तपाईँहरू फरक हुनुहुन्छ सुशासन कायम गर्न सक्नुपर्छ है भन्ने कुरामा हामी मिल्नुपर्छ अब यहाँ कस्तो भने हामी सबै सुशासन कायम गर्नलाई मिल्नुहुन्छ फेरि सुशासन कायम गर्नलाई नै फेरि छुट्नुहुन्छ होइन चुनावमा यत्रो हार बिहोर्दैछ भन्ने थाहा भएपछि त चुनाव भाग्ने पो हुन्छ किन चुनाव हुन दिएको एमाले तपाईँले हेर्नुहोस् त हाम्रो चाहिँ सम्पर्क कार्यालयहरूमा केपी ओलीको फोटो त छैन
विचार आयो उहाँले नेपालको ठुलो पार्टीको विधान महाधिवेशन भएको 2-3 दिनभित्र चाहिँ त्यस्तो घटना हुन्छ भन्ने कुरो छनक पनि नपाउने मान्छे प्रधानमन्त्री हुन्छ र भने तपाईँलाई कस्तो सबै एमाले कहाँ त्यो हुन्छ होइन तर मन पर्यो यार मलाई आई डोन्ट नो नाम थाहा छैन गाइस तपाईँलाई नाम थाहा छ भने म कमेन्ट गर्नु होला साँच्ची होला होइन लाइक पार्टी सबै लाइक के भन्छ एज अ होल एमाले नै नराम्रो त होइन रहेछ भन्ने चाहिँ उहाँले पुष्टि गर्नुभयो जस्तो लाग्यो मलाई एमाले पनि सत्य कुरा बोल्ने हुँदाहुँदै गृहमन्त्रीको भन्यो उहाँकै तपाईँको चाहिँ नि के अरे त्यो कानुन मन्त्री होइन के अरे सल्लाहकार यी सारा कुरा गर्दाखेरि बालनले नै बनाएको सरकार हो। तपाईँ आफै त्यति बेला तपाईँ आफै प्रधानमन्त्रीको दौडमा हुनुहुन्थ्यो तपाईँ आफै प्रधानमन्त्री बनेको भए तपाईँ एउटा नगरको प्रमुख प्रधानमन्त्री बन्नको लागि चाहिँ समस्याको कुरा भएन। अब बालनसँग जेएनजीहरूको सदा सहायता थियो र कोअर्डिनेसनमा सरकार बन्यो भन्दाखेरि किन टाउको दुखाउनु पर्यो र? मेरो अघिको प्रश्न चाहिँ के हो भने तपाईँ 5 वर्ष प्रतिपक्षमा बस्नुहुन्छ मैले बुझेँ कि तपाईँलाई सरकार चलाउँछौ आर यु कमेडी मी काम गरेर विश्व रेकर्ड राखेको छु मैले। तपाईँ कसैले राखेको छ के को रेकर्ड ढुङ्गा बोकेर राखेको छ तपाईँले थाहा पाउनु हुन्न पत्रकार होइन तपाईँ खालि के कोटाएर बस्नुहुन्छ भनेर सोध्नु मिल्दैन र मात्र। गगन थापा लगायतको टिमलाई रणनीति बनाउनको लागि तपाईँले कार्यालय सञ्चालनको लागि त्यो घर दिनुभएको रहेछ। त्यो घरको घरबेटी पर्नु भएछ। ठिक हो? ठिक भन्दैछु? एकदम ठिक हो। तपाईँ घरबेटी पर्नु भएछ त्यही कारणले तपाईँले टिकट पाउनु भएछ ट्रक्क कास्की क्षेत्र नम्बर 1 को। नत्र तपाईँ टिकट पाउने मान्छे होइन रे। अहिले केपी ओलीको फोटै हटाउनु पर्ने दिन आएको हो एमालेलाई। निर्वाचनको बेलामा जो उम्मेदवार हो होइन उसैका प्रतिबद्धताहरू हुन्छन् उसैका फोटा रहन्छन्। एक केन्द्रीय घोषणापत्रमा पनि त्यति बेला पनि कसैका फोटा थिएनन् कुनै लिडरसिपको फोटो थिएन। त्यस कारणले यो के कुरा भन्दा समाज भड्काउन सकिन्छ भन्नेतिर नजानु न तपाईँहरू। कस्तो कुरा गर्नुहुन्छ? नो 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 अहिले खासमा खेती यही भइरहेछ कि यो प्रश्न गर्ने कुरा समाज भड्काउने कुरा हो होइन 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 म हामी नि बुझ्छौँ नि हामी बुझ्दैनौँ र के बुझ्नुहुन्छ? यो व्यवस्था ल्याइदिए कि अब काङ्ग्रेसले चाहिँ को नेतृत्वमा भएको उहाँहरू उठ्नुभएको छ उहाँले भोट माग्नु भएको छ जाति नै गर्नुभएको छ सबै मान्छेले घन्टीलाई भोट दिन्छन् हामीलाई आपत्ति के भयो त नि उहाँले शासन चलाउनुहुन्छ उहाँको यत्रो वर्ष हामीले चलायौँ फेरि उहाँले शासन चलाउनु के भयो त हामीलाई होइन के प्रश्न गर्नु उहाँले गर्नु के भयो त अहिले यति उत्साहित छन् अहिले त आफ्नै रुखा पठाल्न पाए यति उत्साहित छ हामी घर दैलोमा जाँदाखेरि ओ बल्ल तिमीहरू रुखा पठाल्न पाइयो तिमीहरू बुद्धि बिरेर भनेर हामीले कति गाली यति उत्साहित छन् मैले जब तपाईँले भन्नको लागि मिडिया भनेको होइन बल्ल रुखा पठाल्न पाइयो भनेर चाहिँ उत्साहित छन् हामीले अब विचारा नभन्नु न यत्रो सत्ता चलाएको चाहिँ पार्टी विचारा नभन्नु न यत्रो सत्ता चलाएको चाहिँ पार्टी। अहिले तपाईँको वडाको एउटा पुल भाइरल छ सामाजिक सञ्जालमा। त्यो पुलको यतापट्टि बाटो देखिन्छ अर्कोपट्टि बाटो छैन। पुल अलपत्र बनेको धेरै भएको छैन 10 वर्ष मात्रै भएको छ। तपाईँको घर जाने पुल कहिले बनाउनुहुन्छ? त्यो पुल हो तपाईँले भने चाहिँ 8-10 वर्षै भयो। त्यो ठेकेदार जसलाई परेको थियो म नामै लिन्छु गणेश लामा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यले अलपत्र पार्नुभयो। यो मान्छेहरूले बन्दाखेरि लाइक त्यो बन्ने बेलामा त्यो बाटो छैन भन्ने नेताहरूलाई नि थाहा हुन्न त होइन? बनाएको पुल बनेन भने चाहिँ ठेकेदारले गरेन। तर यो आचार संहिता केले अलिकति खराब गरिरहेछ। आज पनि त्यही भयो अलिक त्यो खुल्ला मञ्चमा गर्नुपर्ने उता हलमा गरियो होइन त्यस्तै भइरहेछ। चुनाव हारेका मानिसहरू र तिनका आसेपासीहरू अबको केही दिन बजार चोक चिया पसलतिर उनीहरूलाई देखिने छैन। चुनाव जितेकाहरू र तिनका आसेपासी शुभचिन्तकहरू भने हिरौला जत्रो नाक बनाएर यो जित कसको भन्दै घोक्रो सुकाउनेछन् अवैध यात्रा गर्नेछन्। एउटा काम गरौँ बरु आज जसले विजय उत्सव मनाउँदैछन् जसले विजय उत्सव मनाउनेवाला छन् जसले चुनाव जितेका छन् ती जित्ने जनप्रतिनिधिहरू ती नव जनप्रतिनिधिहरूको आजको आर्थिक अवस्था के छ राम्रोसँग अध्ययन गर्नुहोस्। तिनीहरूको घर कस्तो छ जग्गा जमिन आजको दिनमा कति छ तिनीहरूको लवाई खवाई कस्तो छ याद गर्नुहोला नोट गर्नुहोला। तर साँच्ची होला
किनभने कसैको नि विश्वास छैन। यो दुनियाँमा विश्वास गर्न गाह्रो छ। तर जसले जिते पनि गाइज अब चाहिँ जितिसकिहाल्यो होइन। अब चाहिँ त्यो के हुन्छ यो तेरो मेरो भएर चाहिँ लाग्नुहुन्न होला। ओके गाइज, बाई बाई, सी यू इन अनदर भिडियो, बाई बाई।